मैले यसो सबैको अनुहार हेरेको यहाँ के बोल्नु पर्ला र यहाँ पनि के भोट माग्नु पर्ला भनेको तपाईँले तपाईँको आँखाले सबै बोलिसक्यो। तपाईँले अब के गर्ने मनको कुरा सबै तपाईँले बताइसक्नुभयो, हेर्दा हेर्दै माया गरेर। तैपनि म तपाईँलाई यति कुरा बताउँछु, सानो कुरा एउटा बताएको छोट गरिमा सानो कुरा। मेरो सानो कुरो के भने काहीँ म सुन्छु यो कहाँ कसको किल्ला, यो एमालेको किल्ला, यो काङ्ग्रेसको किल्ला भन्छ। देशको किल्ला बनाउने हो, कुनै पार्टीको देशको किल्ला बनाउने गुल्मीको किल्ला बनाउनुहोस्। राष्ट्रसभाको पनि किल्ला चाहिए होइन, हामीलाई भोट चाहिएको, त्यो पनि योग्य उम्मेदवार भएर। योग्य उम्मेदवार नभएको भए आउने सक्ने ताकत हुने थिएन। योग्य क्षमतावान साथीहरू आउनुभएको छ। सागरजी, गोविन्दजी एउटा यस्तो व्यक्तिहरू हुनुहुन्छ जसको उपस्थितिले यो पटक संसद हल्लिन्छ। यो वर्षौँदेखि तपाईँले देख्दै आउनुभएको, भोट गर्दै आउनुभएको, हेरिसक्नु भएको छ। मेरो केही पनि उठेका अन्य उम्मेदवार साथीहरूप्रति मेरो केही कटाक्ष पनि छैन, उहाँहरूप्रति मेरो केही विरोध पनि छैन। मेरो स्वागत छ, मेरो नमस्कार छ उहाँहरूलाई। तर यो महाभारतको युद्ध हो। यो महाभारतको युद्धमा कौरवपट्टि बस्ने भन्ने कुरा त तपाईँले छुट्याउनु पर्ने हुन्छ। हामी प्रभाव त्यो पनि म किन भन्छु, तपाईँ छुट्याउनुहोस्। सागर जस्ता साथीहरू, गोविन्द जस्ता साथीहरू जो सुशासनका लागि लडे, सागर जस्ता साथीहरू जसले सब डराएका बेलामा, त्यत्रो ठुलो एउटा आँधी चलेका बेलामा, ठुल्ठुला दलको दबदबा चलेका बेलामा, राज्य उनीहरूको हातमा नियन्त्रित भएका बेलामा आँट गरेर एक्लै स्वतन्त्र उठ्छु भनेर सागर जस्ता छोराहरू डडेलधुरासम्म पुगेर आएका छन्। त्यो सानो आँट होइन, त्यो क्रान्ति हो। त्यो क्रान्तिलाई सघाउनुपर्छ। कुरा इमान्दारीदार कुरा। सागर ढकाल, गोविन्द पन्थीको इमान्दारीको जिम्मा रविलाई निस्कने दिन्छ। चिन्ता नगर्नुहोस्। जय घन्टी।